हेलो नमस्ते सबैजना साथीहरूलाई हार्दिक स्वागत छ हाम्रो यस युट्युब च्यानलमा। साथीहरू, यति बेला नेपाली शेयर बजारमा चाहिँ एकपछि अर्को गर्दै विभिन्न कम्पनीहरूले चाहिँ स्थानीय बासिन्दा र सर्वसाधारणको लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि भने विभिन्न कम्पनीहरूले आइपिओ भन्ने निष्कासन गरिरहेका छन् र यसै क्रममा फेरि पनि पुस 3 गतेदेखि अर्को नयाँ कम्पनीको चाहिँ आइपिओ खुल्ने भएको छ र त्यस्तै हिजो मङ्सिर 25 गतेदेखि पनि एउटा नयाँ आइपिओ खुलेको छ। त्यो कम्पनी कुन रहेको छ, यी दुईटा कम्पनीहरू बारे आज हामी यो भिडियोमा छलफल गर्नेछौँ। कृपया भिडियोलाई भने अन्तिमसम्म हेरेर साथ दिनुहोला। साथीहरू, पुस 3 गतेदेखि भुजुङ हाइड्रो पावर कम्पनी लिमिटेडले चाहिँ आइपिओ निष्कासन गर्ने भएको छ र यो कम्पनीले चाहिँ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि भने यो कम्पनीले आइपिओ निष्कासन गर्न लाग्दैछ र यो कम्पनीले चाहिँ साथीहरू, यो कम्पनीले जारी पुँजीको 1 अर्ब रुपियाँको 20% अर्थात् 20 करोड रुपियाँ बराबरको 20 लाख किता सेयर चाहिँ निष्कासन गर्ने अनुमति पाएको थियो र जसमध्ये 10 करोड रुपियाँ बराबरको प्रति सेयर 100 रुपियाँ का दरले 10 लाख किता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूको लागि निष्कासन गर्न लागेको छ भने आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूको लागि चाहिँ छुट्याएको सेयर मध्ये चाहिँ साथीहरू 60% अर्थात् 6 लाख किता सेयर भनेको प्रत्यक्ष प्रभावित क्षेत्र लमजुङ जिल्लाको क्योहाला सोथार गाउँपालिका वार्ड नम्बर 1 का बासिन्दाहरूमा बाँडफाँड गरिनेछ भने बाँकी रहेको 40% चाहिँ साथीहरू अप्रत्यक्ष प्रभावित क्षेत्र अर्थात् सोही गाउँपालिकाको वार्ड नम्बर 1, 2, 3, 5, 6 र 7, 8 र 9 का बासिन्दाहरूको लागि भने बाँडफाँड गरिने भएको छ। साथै सर्वसाधारण लगानीकर्ताहरूको लागि चाहिँ साथीहरू छुट्याएको सेयरको 10% ले हुन आउने 1 करोड रुपियाँ बराबरको प्रति सेयर 100 रुपियाँ अङ्कित दरका 1 लाख किता साधारण सेयर चाहिँ 1 लाख किता चाहिँ साथीहरू वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि चाहिँ यो कम्पनीले आइपिओ निष्कासन गर्न लाग्दैछ। यो कम्पनीले चाहिँ साथीहरू स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि आइपिओ निष्कासन गर्न लाग्दैछ र उक्त आइपिओमा भने साथीहरू न्यूनतममा 10 किताको लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा 50,000 किताको लागि भने आवेदन दिन सकिनेछ र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूको लागि भने साथीहरू निष्कासन बन्द छिटोमा पुस 17 गते हुनेछ भने ढिलोमा माघ 2 गतेसम्म हुनेछ र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि भने साथीहरू पुस 7 गते चाहिँ बन्द हुने भएको छ। यदि पूर्ण आवेदन नपरेको खण्डमा भने पुस 17 गतेसम्म लम्बिनेछ र त्यसो नहुन सक्छ साथीहरू। यति बेला चाहिँ आइपिओ भर्ने धेरै नयाँ लगानीकर्ता साथीहरू पनि हुनुहुन्छ, त्यही भएर हजुरहरूले चाहिँ पुस 7 गते बेलुकी 5 बजे भित्रमा भने हजुरहरूले यो कम्पनीको आइपिओमा आवेदन भने दिन सक्नुहुनेछ। त्यस्तै साथीहरू, कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड चाहिँ रहेको छ र स्थानीय बासिन्दाले चाहिँ सोथार गाउँपालिका वार्ड नम्बर 4 मा कार्यालय, कोलार सोथार गाउँपालिकाको कार्यालय, कुमारी ब्याङ्क, सानिमा ब्याङ्क, प्रभु ब्याङ्क, माछापुच्छे ब्याङ्कको बेसी सहर शाखा कार्यालय र भुजुङ हाइड्रो पावरको सामाखुसी काठमाडौँ स्थित रजिस्ट्रार कार्यालयबाट भने आवेदन दिन सक्नेछन् र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि भने साथीहरू हजुरहरूले चाहिँ मेरो शेयरको वेबसाइटबाट हजुरहरूले यो कम्पनीमा भने आवेदन दिन सक्नेछन्। यो चाहिँ साथीहरू भुजुङ हाइड्रो पावर कम्पनी लिमिटेड हो। यसले चाहिँ पुस 3 गतेदेखि चाहिँ स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि यो कम्पनीले आइपिओ भने निष्कासन गर्ने भएको छ र त्यस्तै साथीहरू हिजो मङ्सिर 25 गतेदेखि चाहिँ अर्को नयाँ कम्पनीको आइपिओ पनि खुलेको छ। साल्पा विकास ब्याङ्क लिमिटेड चाहिँ यो कम्पनीको नाम रहेको छ र यो कम्पनीले चाहिँ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि आइपिओ निष्कासन गरेको छ। साथीहरू, यो कम्पनीको चाहिँ यो ब्याङ्कले जारी पुँजीको चाहिँ 52 करोड 23 लाख 88 हजार रुपियाँको 33% ले हुन आउने 17 करोड 23 लाख 88 हजार रुपियाँ बराबरको 17 लाख 23 हजार 880 किता आइपिओ चाहिँ निष्कासन गर्न चाहिँ अनुमति पाएको थियो र जसमध्ये चाहिँ साथीहरू 10% ले हुन आउने अर्थात् 1 करोड 72 लाख 38 हजार 800 रुपियाँ बराबरको प्रति सेयर 100 रुपियाँ अङ्कित मूल्यका 1,72,388 किता चाहिँ सेयर
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि भने यो साल्पा विकास बैङ्क लिमिटेडले चाहिँ छुट्याएको थियो र यो कम्पनी चाहिँ साथीहरू 1,72,388 किताको लागि भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने आवेदन दिनुपर्ने हुन्छ र सो आइपीमा भने साथीहरू मङ्सिर 29 गतेसम्म आवेदन दिन सकिनेछ। यदि पूर्ण आवेदन नपरेको खण्डमा भने पुस 10 गतेसम्म लम्बिनेछ भनेको छ। तर त्यस्तो नहोला साथीहरू, हजुरहरूले मङ्सिर 29 गते बेलुकी 5 बजे भित्रमा भने यो कम्पनीको साल्पा विकास बैङ्क लिमिटेड कम्पनीको चाहिँ आइपिओमा आवेदन भने भर्नुहोला। न्यूनतममा 10 किताको लागि आवेदन दिन सकिनेछ भने अधिकतममा भने साथीहरू 25,000 किताको लागि भने आवेदन दिन सकिनेछ। तर धेरै आवेदन पनि नदिनु होला साथीहरू, किनकि 10 किताकै लागि पनि धेरै नै भइसक्यो। 10 किताब पढ्न त मुस्किल भइसक्यो है। अहिले विभिन्न कम्पनीहरूको चाहिँ आइपिओ आइरहेको छ, त्यही भएर हजुरहरूले आवेदन दिँदा राम्रो होला। र आइपिओ निष्कासन गर्नको लागि गराएको रेटिङमा चाहिँ इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले चाहिँ बैङ्कलाई आइआरएन सिङ्गल बी इस्यु रेटिङ चाहिँ प्रदान गरेको छ। यसले कम्पनीको समयमा चाहिँ वित्तीय दायित्व पूर्ण गर्न सक्ने अवस्थामा चाहिँ उच्च जोखिम रहेको पनि सङ्केत गरेको छ। र साथीहरू, यो कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा भने मुक्तिनाथ क्यापिटल लिमिटेड चाहिँ रहेको छ। यो त भयो साथीहरू साल्पा विकास बैङ्कको आइपिओ बारे जानकारी। अहिले साथीहरू एकपछि अर्को गर्दै धेरै कम्पनीहरूको आइपिओ चाहिँ आइरहेको छ र धेरैवटा कम्पनीहरूको आइपिओ पाइपलाइनमा पनि रहेको छ र धितोपत्र बोर्डले चाहिँ स्वीकृति दिने बित्तिकै यी कम्पनीहरूले चाहिँ सर्वसाधारणको लागि, स्थानीय बासिन्दाको लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि फेरि पनि आइपिओ चाहिँ ल्याउने नै छन्। हजुरहरूले चाहिँ आइपिओ भर्नको लागि पैसा भने जम्मा गरेर राख्नुहोला है। अहिले ब्याक टु ब्याक आइपिओ भने आइरहेको छ र त्यही भएर हजुरहरूले खातामा पैसा भने जम्मा गरेर राख्नुहोला है त। हवस् त साथीहरू, यो त भयो आइपिओ सम्बन्धी जानकारी। फेरि पनि म अर्को नयाँ भिडियोका साथ उपस्थित हुने नै छु। हवस् त, धन्यवाद, शुभ दिन।